हेलो नमस्ते साथीभाइ। फेरि पनि यो बाहुनले काँधमा के हो मरेको भालु ल्यायो कि दारु ल्यायो भन्नुहुन्छ होला। के रहेछ म देखाउन गइराखेको छु। यति धेरै सामान आएको छ मेरोमा है, भिडियो बनाउने फुर्सद छैन। हेर्नुहोस् है, यो चाहिँ म्युल साइन्सको मस्को म्युल मक्स। यसमा चाहिँ 8वटा 100% कपर मक्स, अनि एउटा सानो यहाँ सट ग्लास पनि आउँदो रहेछ, अनि साथमा यसमा स्ट्रहरू पनि छ है, ककटेल बनाएर खानुको लागि। हेर्नुहोस् साथी, यो चाहिँ 100% कपर है मग, सानो सट ग्लास, अनि यो सफा गर्नुको लागि है, यो सफा गर्ने पनि छ, अनि यसमा स्ट्र, अनि साथमा यो पनि छ। यो चाहिँ तपाईहरुले यो ककटेल बनाएर खाँदाखेरि यसलाई चट्ट यहाँ राख्ने हैन, यसो गरेर राख्ने, अनि यो ट्याक्कै यहाँ राख्ने हो। म सबै अहिले देखाउँछु है त ल। यहाँ हेर्नुहोस्, 8वटा मग्स, साथमा 8वटा स्ट्र, अनि एउटा सट ग्लास। हेर्नुहोस् यति दामी छ है। तपाईहरुलाई पनि चाहियो भने म लिंक राखिदिन्छु, लिन सक्नुहुन्छ है। अब म यसलाई यहाँ माथि राखेर सजाएर देखाउँछु कस्तो देखिन्छ है त। यहाँ हेर्नुहोस् साथी, यो चाहिँ 100% कपर है, एकदम 100% तामाको। यहाँ यस्तो देखियो। 4वटा मैले यता राखिदिएँ हैन, एकदम 100% तामाको। यसरी घरमा छैन तपाईँ, घरमा झर्के, तामा, हलुङ्गे, चाँदी, स्टिल, फलाम सबै हुनुपर्छ अरे क्या। त्यही भएर मैले पनि सबै मिलाएर यहाँ राख्ने प्रयास गर्दैछु। त्यही भएर म चाहिँ एकदम घरको आइटमहरू ल्याउँछु क्या, विशेष गरी घरमा चाहिने कुराहरू है। ल, चाहियो भने लिङ्कमा क्लिक गरेर लिन सक्नुहुन्छ है। थ्याङ्क यू सो मच।